जाँदैछ बगीमा चढेर ट्याक्क फेरि कलेज यति ठुलो रहेछ खाना खाना नि हामी गाडीमा जानुपर्ने भयो बगीमा चढेर भात खान आएको होइन त हामी 10 रुपियाँ तिरेर हामी भात खान मात्र आयौँ कि 10 रुपियाँ तिरेर भात खान पुग्यौँ हेर क्यान्टिनमा भात कस्तो पाइन्छ भन्ने कुरा हो केटाहरू चाहिँ लास्ट मिठो पाइन्छ भनेर हामी यति कहाँ आयौँ नभए हामी त्यहाँ पनि केही खान सक्थ्यौँ यहाँ चाहिँ अब के पाइन्छ मेस पनि खतरा रहेछ त यो उपर आयो निचे हेर्नु ग्राउन्ड फ्लोर पे ग्राउन्ड फ्लोरमा यो जस्ट माथिको स्ट्रक्चर बनाएको ग्राउन्ड फ्लोरमा फोडा रहेछ यार ल यो चाहिँ टुप्पो यसको अन्डरग्राउन्डमा चाहिँ हाम्रो भात खान ठाउँ छ सो यहाँ चाहिँ क्यान्टिन हो होइन त्यो बिहेको भोजका जस्तो फिलाइरहेको यहाँनिर पुरै सब कुरा छ कि यहाँनिर फिल्स लाइक वी आर समवान्स म्यारेज हारू 60 रुपियाँको खाना यहाँ चाहिँ कुपन बुझाउँदैछ चमच हालौँ एउटा कताबाट सुरु गर्ने र हामी चाहिँ खाना खान बसिसकेका छौँ एकदम थालभरि मन लागे जति पनिर हालेर चाहिँ च्याट्ट खाना खाइयो 60 रुपियाँमा पनिर जति थपे नि यहाँ भएको सबै आइटम जति थपे नि यति धेरै आइटम थियो र यति मजाले खाना पाइयो यति मिठो थियो ससुरालीमा नि यतिको दिँदैन होला क्या त्यति मिठो थियो हामी चाहिँ आइआइटी भित्रको जङ्गल यो चाहिँ कलेजभित्रको बेस्ट शीतल ठाउँ मङ्सिर पुसको महिनामा पनि महिना चाहिँ एकदमै गर्मी छ र शीतल ताप्नको लागि हामी अहिले यो हरियाली जङ्गलभित्र छौँ हामी चाहिँ लेक साइड जाँदैछौँ आइआइटी भित्रको लेक साइड कोवाई लेक हेरौँ कति बेर लाग्छ 24 hours later. हेलो वाट इज एभ्रीबडी आज चाहिँ हाम्रो त्यहाँ कम्पिटिसन छ र यहाँ चाहिँ हाम्रो बोट प्राइसकै एउटा बोटी भयो हाम्रो अर्को बोट चाहिँ यो छ हाम्रो दुईवटा रोटिस क्लबबाट लिएर आछौँ यसो हेर्दाखेरि चाहिँ बोट चाहिँ चल्यो भनेदेखि अहिलेसम्म अरू बोट हेर्दाखेरि चाहिँ खासै छैन द म्याच विल स्टार्ट फ्रम हियर यु हेभ टु गो लाइक दिस एन्ड फ्रम हियर लाइक दिस र त्यसपछि यहाँ टनलभित्र पनि उयो हाले टनलभित्र नि यस्तरी जानुपर्छ यहाँ पनि छ त्यताबाट घुमेर आएर फेरि यहाँबाट यस्तो गर त्यहाँबाट फेरि आएर यस्तो घुमेर चाहिँ यहाँसम्म जानुपर्ने हुन्छ र 2 मिनटभित्र चाहिँ यो कटाउनु पर्ने हुन्छ हामीले 2 मिनटभित्र कटायौँ भने चाहिँ नेक्स्ट राउन्डको लागि सायद क्वालिफाई हुन्छ हुन त 1v1 तर 2 मिनटभित्र कटायो भने चाहिँ डिजे क्वालिफाई हुन्छ भने एउटा ड्राइभर रिसभ भाइ अर्को ड्राइभर चाहिँ म आफै हो यहाँनिर केटाहरू बसिरहेछन् हाम्रो वर्कसप पहिला यता ट्याक्कसँगले के छ नवीन भाइ के भन्न चाहन्छौ आज अपोनेन्टको बोट चाहिँ अलिक यस्तो छ सो यसो हेर्दाखेरि प्रायः सबैले ठुलो बोट बनाएर ल्याएछन् हाम्रा बोट चाहिँ सानै छन् सो कट्न चाहिँ कट्छ कस्तो चल्छ भन्ने कुरा हो हल्का प्रब्लम आइरहेको थियो मोटरको गियरमा चाहिँ हाम्रो म्याच सकेपछिको भाग्य म्याच सकेर यसो हाल्नु लास्टमा एक ट्रायल यतिकै हानौँ भनेको यो ओरिजिनली यस्तो हुन पर्ने थियो एकदम यसको गियरको गियर स्लिप खाएर यस्तो भइरहेको छ यसको यो भाँच्यो धन्नले ट्याक्क सकेपछि बिग्रेकै दुइटै तर सकेर टेस्ट हान्ने बेला एकैछिन अगाडि बिग्रेको भयो
team from Paschimanthala campus. We just participated this year in the robotics competition held in IIT Bombay. I'm actually trying to summarize some of the best ways to actually win this competition. So, I'm going to नेपाली भन्छु मैले जहाँसम्म देखेँ यो ठाउँमा स्पिडको खासै मतलब छैन स्पिड बोर्ड बनाएर यो कम्पिटिसन चाहिँ सकिँदैन त्यही भएर जुन बोर्डले सबैभन्दा बेस्ट टाइममा कम्प्लिट गरिरहेको थियो त्यसै पनि त्यसको थ्रटल एकदम सजिलो देखो एकदम थोरै स्पिडमा मजाले कुनै पनि बिना पेनल्टी कम्प्लिट गर्न सकिन्छ द्याट इज बेस्ट त्यही भएर स्पिड बोर्ड बनाएर हुन्छ छैन एकदम सार्प टर्न गर्ने खालको बोर्ड बनाएर नि छैन टर्न ठिक्कको स्पिड बोर्ड तर टर्न चाहिँ ग्रेजुअली पनि लिन सक्छ र सार्प पनि लिन सक्छ होइन त ट्विन मोटर भन्दा नाममा चाहिँ ट्विन मोटर थियो खासको ट्विन मोटर नै हो ट्विन मोटर भनेको राम्रो ट्विन नभने 180 मोटर एक्चुअल राम्रो ट्विन मोटर चाहिँ तर पनि दुईटा भेन्टिलेसन हुन्छ नि त ताकि धेरै ओभर भएपछि कुलिङ गर्न मिलोस् भनेर यो आइआइटीको होस्टेलमा यति धेरै साइकल छ यहाँनिर यो साइकल चाहिँ सब धुलो लागेको फेरि कसैले चलाउँदैन क्या साइकल यहाँनिर म तपाईँहरूले देखाउँछु होइन पुरै के सिटभरि पुरै धुलो लागेको क्या लाइक हुन्छ नि सब नचलाएर फ्यालेर राखे जस्तो पुरै सुनेअनुसार चाहिँ यहाँ आउनेले चाहिँ साइकल चलाउँछन् अरे अनि यहाँबाट यत्तिकै छोडेर जान्छन् अरे क्या यहाँनिर हेर्नु न यो कस्तो धुलो लागेको छ यति राम्रो राम्रो साइकलहरू छ होइन सब धुलो लागेको कि बेस्ट छ क्या तर भ्यू चाहिँ लास्टै दामी के हुन्छ नि एकदम यस्तो ठाउँमा बसेर पढ्दाखेरि चाहिँ ट्याक्क आनन्द आउँछ होला भाइब छ एकदम पिसफुल छ एकदम राम्रो पनि छ एकदम बिल्डिङ पनि छ वरिपरि र एकदमै यो हुन्छ नि एकदमै पढ्नको लागि चाहिँ एकदम बेस्ट ठाउँ जस्तै हल्ला पनि छैन कि पुरै शान्त छ हरियाली पनि छ फेरि यतापट्टि पनि साइकल चाहिँ साइकल त कति हो हामी बसेको होस्टेल चाहिँ यही हो यहाँभित्रको 5056 रुममा बसेको थियौँ कुनै दिन आउनु भने चेकआउट गर्नु होला यहाँ चाहिँ डिफ्रेन्ट गेम रहेछ एक-दुईवटा गेम चाहिँ हामीले नि खेल्यौँ यहाँ यसो फोटो खिचौँ भनेको यसमा यहाँ ट्याक्क भिडै छ होला सब पिकाचुको लाएर हिँडेको दार्जिलिङ यहाँ हाउस अफ गुवा ल्याइरहेछ यहाँ छिरौँ भनेको खुल्यो अहिलेसम्म खै बिहानै झानै आने किन हो 2 बजीतिर मात्र खुल्छ होला अब यसो डुलो निस्किन पर्ला अब आइआइटीमा मिसाइल नै रहेछ आइआइटीको मिसाइल के छ अरू